कपडा बनाएर अन्न हालेर जस्तो भयो। यो चाहिँ ब्याम्बो स्टिकमा हाम्रो सलाद अनि हेर्नुहोस् अब कस्तो दामी छ सलाद तपाईँको कुन छ रे सर? हेर्नु मजाले पनि दिएर हेर्नु अब ढुङ्गा ढुङ्गामा अब हाम्रो यो कुखुराको कोफ्ता कुखुरा भैँसीको कोफ्ता हो हो आमा कस्तो है एकतिर थाल निकाल थाल निकाल कस्तो दामी स्पेसल भयो हालेर पल्स गरेर थाल निकाल न तेह्र भनेको छैन उयो यो कसको कपडै छैन। सलाद हाल्नु न अहिले उसको म सलाद हालिदिन्छु त्यसमा परेर न उसको यो कसलाई एउटा बनाइदिनु तिनवटा बनाएको है यहाँ छ कस्तो दामी सलाद भयो है सलाद होइन हो हेर्नु यो कस्तो भयो हेर्नु यो कोफ्ता भैँसीको कोफ्ता यो दामी हो यो चाहिँ अब यो भिडियो चाहिँ म फेसबुक युट्युबमा हाल्दछु है हाम्रो मेरो छ मेरो राई ए यहाँ कोक्ता देखा दे आमा यी ग्रेप्स ग्रेप्स फर्किने ग्रेभी अनि आफै थपेर खान्छ। दामी हस् सेटेस थपे नुन त दामी हालेको होला नि नुन त है। हाम्रो यो जस्तो यता मिरिक बक्को हिरो हिरो बक्को हिरो एउटा मेरो यता मिरिक बक्को हिरो हाम्रो यो जस्तो एउटा मेरो दामी है ल ल झोला न गेबी हाल्नु र गेबी छोड होइन हौ गेबी भन्नु गेबी झोल भन्छ है चारवटा पहिला कोक्ता हालिदिइहाल्नु स्पेसल अर्ग्यानिक चारवटा पहिला कोक्ता थाप्नु न अलिक एम थाप्नु काँचो खाना खाएको चाहिँ केराको पत्तामा खाना खाएको राम्रो हो खाएर भन्दा है केराको पत्ता यी यस्तोमा खानु राम्रो हो त्यसमा केराको पत्ता हुन्छ नि यसमा खाएको राम्रो हो कस्तो दामी है आमा नुन चर्को छौ नुन चर्को छौ नुन चर्को भयो केमा नुन चर्को ठिकै छ भनेको ल सेयर म फेसबुकमा भिडियो हाल्छु हो युट्युबमा हाल्दैछु हो अनि हाम्रो च्यानल छ मिरिक विश्व राई रिक्वेस्ट गरौँ है मेरो भन्नु म च्यानल हाल्छु यो है सेयर लाइक गरिदिनु होला है भिडियो कस्तो भयो लाइक गरिदिनु होला भन्न सेयर र लाइक गरिदिनु होला भिडियो कस्तो भयो है हुन्छ